नमस्ते, यहाँहरूलाई मेरो बुनुज नेपाली किचनमा स्वागत छ। आज म यहाँहरूको लागि मिक्स परोठाको रेसिपी लिएर आएकी छु। मिक्स परोठा बनाउँदा हामीले 1-2 कुरामा ध्यान दियो भने सजिलैसँग राम्रो र मिठो मिक्स परोठा बनाएर खान सकिन्छ। परोठाको डोको लागि मैले यहाँ गहुँको पिठो लिएकी छु। मैले 1 चम्चा तेल लिएकी छु। यो चाहिँ अप्सनल हो, हजुरहरूले बटर अथवा घिउ पनि हाल्न सक्नुहुनेछ। अब यसलाई थोरै थोरै पानी हाल्दै मुस्नु पर्छ। यसरी थोरै थोरै पानी हाल्दै बनाएको डो नरम बन्छ। seconds later. मेरो डो रेडी भइसकेको छ। यसलाई तेल दलेर 10 देखि 15 मिनेट छोपेर राख्नुपर्छ। यसले गर्दा हाम्रो डो राम्रो र नरम बन्न जान्छ। परोठाको फिलिङको लागि मैले यहाँ मुलालाई ग्रिल गर्दैछु। मुलामा पानीको मात्रा धेरै हुन्छ, जसले गर्दा हाम्रो फिलिङ बिग्रिन सक्छ। सो हामीले मुलाबाट पानी निचोर्नु पर्छ। हेर्न सक्नुहुन्छ यतिको मुलाबाट पानी निस्केको छ। यसको हजुरहरूले सुप बनाएर पिउन सक्नुहुनेछ। परोठाको फिलिङको लागि मैले यहाँ गाजरलाई पनि ग्रिल गर्दैछु। मैले यहाँ 6 जति उसिनेको आलु लिएकी छु। आलुलाई पनि मसिनो बनाउनु पर्छ। फिलिङको लागि मैले यहाँ उसिनेको आलु, जिराको धुलो, मसिनो गरी काटिएको प्याज, खोर्सानीको धुलो, 2 चम्चा घिउ, ग्रिल गरेको मुला, ग्रिल गरेको गाजर लिएकी छु। मिठो स्टफिङ बनाउनका लागि सुरुमा मेक स्योर आलु, मुला र गाजर मसिनो होस्, जसले बेल्नलाई इजी हुन्छ र बेल्दाखेरि फुट्दैन। यस स्टफिङमा जिराको धुलो, चिल्ली पाउडर अनि लास्टमा स्वाद अनुसारको नुन हालेर मजाले मोल्नु पर्छ। यसरी हाम्रो मिक्स परोठाको स्टफिङ रेडी हुन्छ।
यसरी मिक्स गर्नुपर्छ जसले गर्दा स्टफिङमा चारैतिर मरमसला पुग्छ। हाम्रो स्टफिङ रेडी भइसकेको छ। अब अघि छोपेर राखेको डो हेरौँ। हेर्न सक्नुहुन्छ हाम्रो डो कति राम्रो र सफ्ट भएको छ। यहाँ मैले ग्यास अन गरेर तावा तताइसकेको छु। अब म आटाको डल्लो लिन्छु र रोटी बनाउने सेपमा हातले डल्लो बनाउँछु। यसलाई हामीले एकपटक पिठोमा चोप्नु पर्छ। अब यसमा हामीले बेल्दै जानु पर्छ। रोटी हामीले पुरा नबेलेर आधा जति बेल्नु पर्छ। यतिको बाक्लो राख्नु पर्छ। आलुको स्टफिङलाई हामीले रोटीको बीचमा राख्नु पर्छ। र चारैतिरबाट रोटीलाई मजाले क्लोज गर्नुपर्छ। र बिस्तारै बिस्तारै हामीले परोठालाई बेल्दै जानुपर्छ। यसरी हामीले ध्यान दिएर बेल्यौं भने आलु चारैतिर पुग्छ र पिठोको मात्रा बढी पनि आउँदैन। यसरी नै बाँकी परोठालाई बिस्तारै बिस्तारै बेल्दै जानुपर्छ। परोठा यतापट्टि हल्का पाकेपछि हामीले अर्कोतिर पल्टाउनु पर्छ र ग्यासको फ्लेम मिडियममा राख्नुपर्छ। दुवैतिर घिउ दलेर एकछिन तताएपछि निकाल्नुपर्छ। हेर्न सक्नुहुन्छ हाम्रो एउटा परोठा रेडी भइसकेको छ। यसै गरी नै म अरू परोठाहरू पनि बनाउँदै जाँदैछु। पराठा प्राय बच्चादेखि बुढो सबैलाई मनपर्ने डिस हो। सजिलो र हेल्दी नास्ता परोठा। यसरी नै हजुरहरूले पनि आफ्नो बालबालिकालाई हेल्दी नास्ता खुवाउनुहोस्। परोठा जुन पनि अचारसँग मिठो हुन्छ, तर मैले यहाँ आलुको अचार र बदमको अचार लिएकी छु। यस्तै भिडियो हेर्न मन भएमा लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। फेरि भेट्ने छु अर्को भिडियोमा। धन्यवाद।